विक्रम सम्वत 2052 माघ 29 गते नेपाल र भारतबीच भएको महाकाली सन्धि राष्ट्रघातको प्रतीक बन्दै गएको छ। सन्धिमा मुहानको निर्धारण नगरी हस्ताक्षर गरिएको त्रुटि सरकारी तहबाट स्वीकार हुनुपर्नेमा सामसुम पारिँदैछ। तत्कालीन नेताहरूको भूमिकामा प्रश्न चिन्ह खडा भएको छ। नेपाल भारतबीच भएको महाकाली सन्धिमा भारतको शारदा, तानकपुर र पञ्चेश्वर आयोजनाहरू समेटिएका छन्। सो सन्धि जलस्रोतको साझा उपयोग भनेर प्रस्तुत गरिए पनि आज 30 वर्ष पुग्न लाग्दा पनि नेपालले कुनै प्रत्यक्ष लाभ लिन सकेको छैन। सन्धिपछि विक्रम सम्वत 2054 साल संसदबाट 2/3 बहुमतले पारित गरिएको थियो। तर 2082 सालसम्म आइपुग्दा न त पञ्चेश्वर आयोजना अगाडि बढ्न सकेको छ, न त नेपालले सस्तो बिजुली वा सिँचाइ सुविधा पाएको छ। उल्टै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नियन्त्रणमा राखेको छ। सन्धिमा संलग्न तत्कालीन शीर्ष नेताहरू तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रमुख प्रतिपक्षी नेता माधव कुमार नेपाल, सन्धि अध्ययन कार्यदल संयोजक केपी शर्मा ओली, जलस्रोत मन्त्री पशुपति शमशेर जबरा, परराष्ट्र मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी, सभामुख रामचन्द्र पौडेल रहेका थिए। प्राप्त विवरण अनुसार सन्धिको प्रस्तावनामै महाकाली नदीको अधिकांश भाग सीमा नदी हो भन्ने उल्लेख गरिएको छ, जुन इतिहासमा सन् 1816 को सुगौली सन्धिसँग असङ्गत छ। सुगौली सन्धिले भने महाकाली नदीलाई नै नेपाल भारतको स्पष्ट सीमा मानेको छ। तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवालीले एक अन्तर्वार्तामा स्वीकार गरेका छन् कि सन्धिमा मुहानको निर्धारण नगरी हस्ताक्षर गर्नु यो बेलाको गम्भीर त्रुटि हो भनेका छन्। उनको यो कथनले महाकाली सन्धिमा भएको कूटनीतिक कमजोरी सरकारी रूपमा स्वीकारेको प्रमाण हो। महाकाली सन्धिको धारा 3 अनुसार 10 वर्षको अन्तरालमा पुनरावलोकन सम्भव भए तापनि 30 वर्ष बितिसक्दा पनि सन्धि न त संशोधन भयो न पुनरावलोकन। भारतले शारदा ब्यारेजको पुरै लाभ उठाइरहेको छ। तानकपुर प्रसारण लाइन आफ्नो नियन्त्रणमा राखेको छ, तर नेपाल अझै साझा नदीको भाषा चलाइरहेको छ। तत्कालीन सन्धि अध्ययन संयोजक केपी शर्मा ओली अहिले पनि प्रधानमन्त्री छन्। शेरबहादुर देउवा पनि अहिले केपी ओलीका संरक्षक नेताका रूपमा छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यी दुवै नेताले समयक्रममा राष्ट्रवादको खोल ओढे पनि 2052 गरिएको सन्धिमा उनीहरूको प्रत्यक्ष संलग्नता इतिहासको प्रमाणित पाटो हो। महाकाली सन्धि नेपालको इतिहासमा एउटा गम्भीर र संवेदनशील अध्याय हो। नेताहरूको हस्ताक्षरले नेपालको भू सार्वभौमिक हक, सीमा र जलस्रोतमा आत्मसमर्पण गराइएको आरोप अहिले झनै बलियो बनिरहेको छ। सन्धिको तत्काल पुनरावलोकन गर्न कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने, कूटनीतिक दबाव बढाउन र देश बेच्नेहरूलाई जनताको प्रश्न गर्न जनस्तरबाट प्रश्न उठ्नै पर्छ। 2052 महाकाली बेच्नेहरू के आज फेरि लिपुलेक बेच्न लागेका हुन्? यो प्रश्न यति बेला जनचासोको केन्द्रमा छ। दुईवटा कुरा मैले गर्न सक्ने अवस्था थिएन। महाकाली सन्धि खारिज गरेर भन्दै हुन्थ्यो भने म महाकाली सन्धि साइन गर्न जाँदै थिएँ दिल्ली हुनु। महाकाली सन्धि साइन गर्न दिल्ली जाने मान्छेले महाकाली सन्धि खारिज गर्छु भन्ने सोच्छ। तर महाकाली सन्धि पारित गराएर तपाईले पनि त्यतिखेर गल्ती त गर्नु पर्यो नि। होइन, मलाई त लाग्दैन। म आफै इन्भल्भ हो त्यसमा। तपाईकै सक्रियता थियो महाकाली सन्धि पारित गराउन। म आफै मदन भण्डारी र हामीले सल्लाह गरेर त्यतिखेर 1991 मा म आफै गएको हुँ दिल्ली र टन्डपुर सन्धि जुन थियो त्यसको विपक्षमा उभिएको, उभिएर महाकालीको एकीकृत सन्धि गर्नुपर्छ भन्ने मान्यता अगाडि सारेको, त्यसमा पानी आधा आधा भन्ने सिद्धान्तलाई स्वीकार गरेको। त्यसो अहिले चाहिँ त्यहाँ गल्ती भयो भने कहाँ गल्ती भयो देखाउनु पर्यो। तपाईहरुलाई थाहा छ एक जमानामा महाकाली सन्धिको सम्बन्धमा यति ठुलो बबन्डर आदि हुरी मचियो, म आश्चर्यचकित भएँ। मैले भने म त त्यस्तो केही पनि देख्दिनँ, यहाँ त ठिकै देख्छु। फेरि हामी आफैले अध्ययन गरेर ठिक छ भनेर दुई सरकारका बीचमा हस्ताक्षर गर्दा हामी सरकारमा नभएको पार्टी पनि त्यहाँ उपस्थित थियौं र हाम्रो नेतृत्व वर्ग त्यहाँ उपस्थित थियो र यो गरौँ त सही गरौँ, ठिक छ, तपाईहरुको पनि मन्जुर छ
प्रतिपक्षको पनि मन्जुर छ भन्दा मन्जुर छ। प्रणब मुखर्जीले हस्ताक्षर गर्ने बेलामा फेरि 3-4 पल्ट पहिले सोधिसकेर हस्ताक्षर गर्ने बेलामा कलम समातेपछि तो मैं साइन कर लूं सोधे हाँ ठीक है कीजिए भनेपछि उनले साइन गरे। पछि हाँ ठीक छ ठीक है कीजिए भन्ने साथीहरू बुर्क उफ्रिया देखेपछि मैले अलिकति कडा शब्द प्रयोग गरेका थिएँ। त्यति बेला हामीले कहीँ गाँजा भाङ धतुरो केही त खाएको थिएन होला। हाम्रो जस्तो देश चलाउने तहका मान्छेहरू, नीति नियम र कानून बनाउने तहका मान्छेहरूले देशलाई सर्वोपरि राखेर विचार गर्नुपर्दछ। फेरि पनि हरेक विषय एकीकृत महाकाली सन्धिलाई अगाडि बढाउने प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोसिस मात्रै भएन, हाम्रो पार्टीलाई विभाजित गर्ने प्रयास भयो। तर यही कार्यकर्ता पंक्ति हो जसले यो पार्टीको रक्षाका लागि चट्टान बनेर खडा भयो। विभाजित गरिएको पार्टीलाई फेरि एकताबद्ध बनाएर यो पार्टीलाई यो मुलुकको राष्ट्रको नेतृत्वकर्ता पार्टीका रूपमा स्थापित गर्ने कुरामा यसले भूमिका खेलेको कुराबाट हामी सबै परिचित छौं।